भुत्राको सेलिब्रेटी हामी जस्तो गरिबहरूले तिमीहरूको फिल्म हेरिदिनु पर्ने, हेरिदिनु न एकचोटि सर, एकपल्ट भाइ बहिनी दिदी बहिनी आमाहरूले हलमा गएर हेरिदिनु होला, म महोत्सवमा आउँदैछु, हजुरहरूले हेरिदिनु होला, म अगाडि बढ्न चाहन्छु भनेर वार्तालीबाट टप्पर या मुती हातो स्वर, अनि त्यसपछिबाट चाहिँ नायक न सहायक अनि नायिका न सहायिका त्यस्ताले चाहिँ आएर चाहिँ के हो प्रमाणित भएको छ कि छैन, के हो भइरहेको छ कि छैन, सिधै ल यो बलात्कारी हो, यो बलात्कारी। तिमीहरूको थुतुनु र मुतुनु चाहिँ कति चल्छ हो? त्यो यो मान्छेलाई हेर्दा उहाँ कति दिन भएछ त्यो उसमा बसेको, मैले न्याय पाइनँ, मलाई चाहिँ कसले बलात्कार गर्यो भनेर भन्दाखेरिमा तिमीहरूको एउटा पोस्ट छ, एउटा बोलेको छौ। तिमीहरूले ठुला मान्छेको लागि तिनीहरूले त भोलि मेरो खाना पान्नै बन्द गरिदिन्छ कि के गरिदिन्छ कि भनेर तिमीहरूले ठुलाको पक्षमा बोल्दैनौ के? तिमीहरू सेलिब्रेटी, कहाँको सेलिब्रेटी, के को सेलिब्रेटी तिमीहरू? सारा गरिब जनताहरूले, हामी जस्तो जनताहरूले चाहिँ पसिना दुःखले कमाएको पैसाले हेर्दैन, तिमीहरूको फिल्म हेर्दैन, तिमीहरूको महोत्सवमा गएर गीत सुन्दैन भन्दै तिमीहरू घन्टाको सेलिब्रेटी भने हामीले बोलेपछि चाहिँ सबै कुरा हुनुपर्छ, हुन्छ भनेर प्रमाणित हुनु कहाँ हो? मुद्दा नै परेर रहेनछ चाहिँ एउटा पोस्ट लेखेको भएर चाहिँ यो बलात्कारी नै हो भनेर एउटाले लेख्ने बित्तिकै हुन्छ? पुष्टि हुन पर्दैन? तिमीहरू गु खान्छौ कि भात खान्छौ हो? सेलिब्रेटी भन्ने म हुँ भने धेरै सेलिब्रेटीले लेखाएर छ नि त, बोलेको बारेमा नराम्रो यसलाई यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर। त्यो माइती घरमा बसेर कुन चाहिँ पार्टीको नेताले चाहिँ कति वर्ष यो नानीलाई यो मान्छेलाई यसो गर्यो अरे, यसको बारेमा बोलेको छौ तिमीहरू? साला साली हो, भिख मागेर दुनियाँसँग चाहिँ हात जोडेर गरिबहरूसँग लुटेको पैसाले सेलिब्रेटी, घन्टा सेलिब्रेटी।